नमस्ते र राधे राधे सबैलाई। हामी छोरी चेलीलाई चाहिँ भाइटिका भनेपछि कति रहर लाग्छ हैन र? हजुरलाई कस्तो लाग्छ कमेन्ट गरेर भन्नु होला, किनकि सबको अलग अलग इमोसन जोडिएको हुन्छ नि त। हामी सानो हुँदाखेरि पनि कहिले तिहार आउँछ र कहिले भाइहरूलाई टिका लगाउन पाऊँ भनेर सोचिराखिन्थ्यो। झन् ठुलो भएर बिहे भएर गएपछि चाहिँ अझै धेरै इमोसन जोडिएको हुँदो रहेछ। कहिले आफ्नो माइतीलाई भेट गर्न पाइन्छ र कहिले टिका लगाउन पाइन्छ र कहिले राम्रो गफ गर्न पाइन्छ जस्तो लाग्दो रहेछ के। अनि त्यसैले भाइटिकाको एक दिन अगाडि चाहिँ म हिँड्ने बजार, किन भन्दाखेरि हाम्रो टिका लगाउन नभए पनि भाइहरूलाई दिनलाई त रोकिन्न नि त कसैले पनि। अनि अब भाइलाई दिन भनेर एउटै दिन फिक्स हुँदैन, जहिले पनि आफ्नो मनलाई दिन सकिन्छ। भए पनि भाइटिका भनेपछि एउटा अलगै इमोसन हुन्छ कि। अनि त्यसैले चाहिँ म दुर्गा दत्ता गएँ सपिङ गर्नलाई, किन भन्दाखेरि हाम्रो जे पूजाको बजार होस् वा अरू केही डेली लगाउने डेली युजको सामान होस् वा विन्टर कलेक्सन हामी सबै दुर्गा दत्ताबाट गर्छौँ, किनकि दाम पनि रिजनेबल हुन्छ र कपडा पनि बहुत राम्रो हुन्छ। हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ, एकबार गएर हेर्न सक्नुहुन्छ कस्तो लाग्छ हजुरहरूलाई। सबको पसन्द अलग अलग हो। अनि त्यसैले मैले भाइहरूको लागि एक दुईवटा सामान लिएर अनि पोखरहरू लिएर म चाहिँ निस्केँ घरतिर।